So 2014 मा चाहिँ म अनि मेरो एकजना भाइ दुईजना भाइ थिए होइन। त्यतिखेर हामी रिसर्च गर्दै थियौँ। रिसर्च गर्दाखेरि चाहिँ त्यतिखेर घर घरमा चाइनिज कम्पनीको राउटरहरू आउँथ्यो होइन। अनि त्यो भाइले चाहिँ मलाई यो कस्तो कस्तो लागिरहेछ, यसलाई खोलखाल गर्नु पऱ्यो भनेर चाहिँ भने होइन। हाम्रो भाषामा खोलखाल भनेको चाहिँ रिभर्स इन्जिनियर होइन। सो हामीले बेसिकली चाइनिज राउटरको फर्मवेयर नै रिभर्स इन्जिनियर गरेर हेऱ्यौँ। फर्मवेयर रिभर्स इन्जिनियर गर्दै गरेर 3-4 दिन 1 हप्ता जस्तो लाग्यो। फर्मवेयर रिभर्स इन्जिनियर गरिसकेपछि चाहिँ एउटा कोड के भेट्यो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ एउटा यस्तो स्पेसल एडमिन युजर एक्सेस रहेछ जुन चाहिँ कहिले पनि हटाउनु नमिल्ने। सो त्यो स्पेसल एडमिन एक्सेसबाट जहीँबाट पनि एक्सेस गर्नु मिल्ने र हटाउनु पनि नमिल्ने, त्यो सिस्टमबाटै डिलिट गर्नु नमिल्ने एक्सेस रहेछ। त्यो देख्ने बित्तिकै त हाम्रो त सातो पुत्लो उड्यो। सो त्यो राउटर इन्टरनेटमा कनेक्ट भयो भने त जो पनि त्यहाँ कनेक्ट गर्न सक्ने रहेछ भन्ने थाहा पायौँ हामीले। अनि त्यसपछि आएर रोम एनालाइसिस गर्दै गएपछि, फर्मवेयर एनालाइसिस गर्दै गएपछि के थाहा पायो भन्दाखेरि चाहिँ यो फर्मवेयर स्पेसिफिक होइन, जेनेरिक देखेँ मैले।